मोमोको इतिहासदेखि अहिलेको क्रेजसम्म। नमस्कार साथीहरू, हामी नेपालीको मुटुमा बस्न सफल एकदमै मन पर्ने अनि कहिले नअगाउने परिकार के हो? तपाईँ ठ्याक्कै सोच्दै हुनुहुन्छ, मोमो। आजको यो रमाइलो भिडियोमा हामी जान्नेछौँ मोमोको रोचक इतिहास, फरक प्रकारहरू र यसले कसरी नेपाली खानपानमा क्रान्ति ल्यायो। भिडियो पूरा हेर्नुहोस् र अन्त्यमा लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। मोमोको जन्म। मोमोको इतिहास तिब्बतबाट सुरु हुन्छ। तिब्बतीहरूले बनाउने मग भन्ने खाना नेपाली भूभाग हुँदै भारत, भुटानसम्म फैलियो। नेपालले यसलाई आफ्नो स्वाद अनुसार परिमार्जन गर्यो र त यही मोमो आज हाम्रो दैनिक जीवनको हिस्सा बनेको छ। पहिले मोमो विशेष अवसरमा मात्र बनाइन्थ्यो, अहिले चाहिँ बिहान बेलुका जतिखेर पनि। मोमोको नामको अर्थ। मोमो भन्ने शब्द नै रोचक छ। यो तिब्बती भाषाको शब्द हो जसको अर्थ हुन्छ साना मासुका डल्ला, तर अहिले त यी डल्लाभित्र च्याउ, पनिर, चाउमिन अनि झन फ्राई चिजहरू पनि हालिन्छ। आज मोमोका अनगिन्ती प्रकार छन्। बाफमा पकाइने स्टिम्ड मोमो, तेलमा तारिने फ्राइड मोमो, तन्दुरीमा पकाइने तन्दुरी मोमो, मसलेदार झोलमा डुबाइने झोल मोमो, चीज मोमो, सुकुती मोमो, चिली मोमो। वाओ! नेपालको प्रत्येक शहरमा छुट्टै स्वाद पाउनुहुन्छ। नेपाली मोमोको खासियत के हो भने यहाँ झोल दिन्छन्। तिल, टमाटर, लसुन, मसला मिसिएको त्यो तातो झोल कसरी बिर्सन सकिन्छ र? खान अनि पिउन पनि उत्तिकै आनन्द। कोही मानिसहरूले त मोमो थोरै झोल धेरै पिउने गर्छन्। मोमोको लोकप्रियता विदेशसम्म। काठमाडौँदेखि क्यालिफोर्निया, पोखराबाट पेरिससम्म पुगिसकेको छ। नेपालीहरूले जहाँ जहाँ बसाइँ सरे मोमो पनि सँगै लगे। USA, UK, अस्ट्रेलिया, जापान सबैजसो देशमा नेपाली मोमो स्टोर खुलेका छन्। के तपाईँले विदेशमा मोमो खाएको अनुभव गर्नुभएको छ भने कमेन्टमा भन्न सक्नुहुन्छ। अब तपाईँ नै भन्नुहोस्, तपाईँलाई कुन प्रकारको मोमो मनपर्छ? कृपया कमेन्टमा लेख्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस्।